साथीहरू आज माघको 22 गतेबाट माघको 26 गतेसम्मको लागि होटल फरेस्ट इन लिमिटेडले आइपिओ निष्कासन गरेको छ। जारी पुँजी 2 अर्बको 20% अर्थात् 40 करोड बराबरको 40 लाख किता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो, जसमध्ये 4 लाख किता चाहिँ वैदेशिक रोजगारमा रहेका नेपालीहरूको लागि, 2 लाख किता सामूहिक लगानी कोषहरूको लागि, 80,000 किता चाहिँ कम्पनीमा काम गर्ने कर्मचारीहरूको लागि निष्कासन भइहरि बाँडफाँड भइसकेको छ भने अब बाँकी रहेको चाहिँ दोस्रो चरणमा तपाईँ हामी जस्तो सर्वसाधारणको लागि भनेर 33,20,000 किता चाहिँ सेयर निष्कासन गरिसकेका छ। साथीहरू हामीले अप्लाई गर्दाखेरि पर किता 100 का दरले नै न्यूनतम 10 किता र अधिकतममा 2 लाख कितासम्मको लागि आवेदन दिन सकिन्छ भनेदेखि साथीहरू अब यसको नेटवर्थ र इपिएसको कुरा गरौँ। यसको नेटवर्थ चाहिँ 90.65 रुपियाँ रहेको छ भनेदेखि यसको इपिएस चाहिँ -16.86 रुपियाँ रहेको छ। यसरी हेर्दाखेरि कम्पनीको वित्तीय अवस्था कमजोर देखिए पनि आइपिओबाट हामीले केही न केही फाइदा लिएकै हुन्छौँ। त्यसकारणले भर्न चाहिँ नछुटाउनु होला। आइपिओ घाटा हुँदैन, हामीले केही न केही फाइदै लिन्छौँ। हस् त, यस्तै जानकारीमूलक भिडियोको लागि चाहिँ मलाई फलो र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हस् त, धन्यवाद।